साथीहरू आज चाहिँ म सोत्रो बटुल्दैछु भैँसीलाई लगाइदिनु मलको लागि। अब मल बनाउनु पर्छ नि त, त्यो हरेकोले मात्रै मल हुँदैन, त्यही भएर यो टिपेर लगाउनु पर्छ। है साथीहरू, मैले सूत्र ल्याइसकेँ अनि यहाँ थुपारेको छ। अब यो गोबर चाहिँ यहाँ फालिदिनुपर्छ। मैले परदेखि यहाँसम्म थुपारेको छु, हेर्न सक्नुहुन्छ साथीहरू। यहाँदेखि अब यो गोबर फालेर यहाँ राख्नुपर्छ अनि आफै कुहिन्छ। देख्नुभयो नि साथीहरू, गाउँमा बसेर के गर्नु, काम गर्नै पर्छ। अब भोलि पर्सि यो मल फेरि पर बारीमा ओसार्नु पर्छ। अहिले मकै छ, भोलि पर्सि